म आशा गर्छु तपाईँहरू सबैजना सञ्चय नै हुनुहुन्छ अनि हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ। परमेश्वरले फेरि पनि यो सुन्दर अवसर हामी हरेकलाई दिनुभएको छ उहाँको चरणमा आउन, उहाँलाई आदर, उहाँलाई महिमा दिन अनि उहाँलाई प्रशंसा स्तुति दिनका लागि हामीलाई यहाँ भेला गर्नुभएको छ। अनि आज पाल्म सन्डे है, अनि सुमित्रलाई धन्यवाद यो बनाइदिनु भएको लागि है। पाल्म सन्डे चाहिँ गधामा चढेर है त्यो यात्रा मात्र होइन, तर त्यो यात्रा कहाँतिर दौड्याउँदैछ भन्दाखेरि त्यो यात्रा चाहिँ यहाँनिर दौड्याउँदैछ। कहाँनिर भन्दाखेरि क्रुसनिर दौडाउँदछ। अनि आज हामी पाल्म सन्डेको विषयहरूमा हामी छलफल त गर्ने छैनौँ, किनकि अगाडिको दिनमा नै मैले भनिसकेको छु। आज हामी यो सिरिजलाई जुन चाहिँ हामीले श्रृङ्खला हामीले जारी गरिरहेका छौँ, आइडेन्टिटी क्राइसिस, जुन चाहिँ पहिचानका कुरालाई, जुन पहिचानलाई चाहिँ हाम्रो समाजले, हाम्रो सोसियल मिडियाले अथवा हामी आफैले पनि मेनिपुलेट गरेर बाङ्गोटेरो बनाइदिएका छौँ, भतभुङ्ग पारिदिइरहेको छ भन्ने कुरालाई हामी हेर्नेछौँ। त्यो कुरालाई हामीले हेरिसकेका छौँ। म को हो भन्ने कुरालाई, पहिचानको विषयमा जुन चाहिँ हामीले पहिचानमा चाहिँ म को भन्ने कुरालाई हामीले हेरिसकेका छौँ भने हामीले फेरि अर्को कुरालाई पनि हेरिसकेको छौँ कि म चाहिँ सायद मैले मेरो परिचयलाई मैले कि गलत धारणाले बुझिरहेको छु कि भन्ने कुरामा, यो दुईटा कुरामा हामीले छलफल गरिसकेका छौँ। अनि आज हामी हेर्नेछौँ कि कसरी चाहिँ परमेश्वरले चाहिँ हाम्रो पहिचानहरूलाई चाहिँ पूर्ण स्थापित गर्नुहुनेछ। यही कहानीलाई एक प्रकारले म दोहोऱ्याउन चाहन्छु, जहाँ चाहिँ एउटा बहिनी हुन्छ अनि त्यो बहिनी चाहिँ एउटा शिक्षालयमा, एउटा स्कुलमा, गर्ल्स स्कुलमा पढिरहेको हुन्छ। अनि त्यो गर्ल्स स्कुलमा पढ्दै गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ बिस्तारै उसले यो कुराहरू बाट जुझिरहेको हुन्छ कि तिमीले केही पनि गर्न सक्दैनौ भनेर त्यहाँको टिचर्सहरूले त्यो नानी विद्यार्थी राम्रोसँग पढ्न नसकेको हुनाले गर्दाखेरि अनि उसको रिजल्ट्सहरू पनि उसले कमजोर रूपमा फेल भएका कुराहरू देख्दै गर्दाखेरि चाहिँ त्यहाँको शिक्षक, त्यहाँका टिचर्सहरूले चाहिँ त्यो विद्यार्थीलाई चाहिँ तिमी कमजोर छौ, तिमीले केही गर्न सक्दैनौ, तिमी अरू जस्तो छैनौ भनेर त्यो टिचरले चाहिँ त्यो स्टुडेन्टलाई भन्दै गर्दाखेरि बिस्तारी बिस्तारी त्यो नानीले चाहिँ, त्यो स्त्रीले, त्यो छोरीले चाहिँ उसले यो कुरा बाट उसले बुझ्दछ कि म त केही पनि छुइनँ रहेछ, त मैले त केही पनि गर्न सक्दिनँ रहेछ, म त केही पनि छुइनँ, मेरो अस्तित्व त केही पनि छैन रहेछ, मेरो त अस्तित्व त खालि त्यो रिजल्टमा मात्रै रहेछ, मेरो अस्तित्व त म कतिको राम्रो बोल्नु सक्छुमा मात्रै रहेछ, मेरो टिचर्सहरूको अगाडि म कस्तो प्रस्तुति गर्नु सक्छु, म कस्तो राम्रो लेख्नु सक्छु, मेरो ग्रामर कस्तो छ, मेरो साइन्स, मेरो हिस्ट्री, मेरो म्याथमेटिक्स कस्तो छ भनेर मेरो स्कुलले दिएको त्यो सर्टिफिकेटमा मात्रै मेरो परिचय रहेछ भनेर बिस्तारी बिस्तारी उसले आफ्नो परिचयलाई त्यही टिचरले भनेको परिचयमा उसले निर्माण गर्न थाल्यो। तर एक दिन के भयो भन्दाखेरि एउटा मेन्टर, एउटा शिक्षक उसले चाहिँ आएर त्यो छोरी जुन संसार र स्कुलको आइडेन्टिटीमा ऊ जुझिरहेको बेलामा चाहिँ एक दिन उसले यसरी भन्दछ कि तिमीलाई कसले डिफाइन गर्यो, कसले भन्यो कि तिमी कमजोर छौ भनेर, र कसले भन्यो कि तिम्रो फाइनल अथवा अन्तिम सत्यता चाहिँ यही रिजल्ट हो भनेर, र कसले भन्यो कि तिम्रो परिचय चाहिँ यो स्कुलले डिफाइन गर्छ भनेर अथवा मानिसले डिफाइन गर्छ भनेर। जब त्यो काउन्सिलरले, त्यो व्यक्तिले त्यो नानीलाई त्यो प्रकारको प्रश्नहरू सोध्दै गर्दाखेरि त्यो छोरी गएर घरमा एक्लै बसेर जब उसले यो कुराहरूमा, प्रश्नहरूमा उसले चिन्तन गर्यो, त्यतिखेर उसको जीवनलाई उसले परिवर्तन गरेको यो मेसेज पाएपछि उसको जीवन चाहिँ सिचुएसनबाट चाहिँ ऊ बाहिर निस्कन सक्यो। हाम्रो सबैभन्दा ठुलो प्रब्लम चाहिँ के हो भन्नुहोस् त? सिचुएसन होइन, परिस्थितिहरू होइन, तर हाम्रो भित्री बस्ने गलत चिनारीहरू हो। बुझ्नुहुँदैछ प्रिय? आज धेरैचोटि चाहिँ हाम्रो परिचय चाहिँ, हाम्रो प्रब्लम चाहिँ सिचुएसन्सहरू होइन, परिस्थितिहरू होइन, तर आज हाम्रो भित्र बस्ने गलत आइडेन्टिटी, गलत चिनारीहरू हो। र हाम्रो सबैभन्दा ठुलो आशा चाहिँ येशू ख्रिस्टमा परिचय चाहिँ रिस्टोर, पूर्ण स्थापित हुने कुरा। मलाई कसले के भन्छ त्योहरू होइन।
जसरी हामीले पहिलो भागमा हामीले पहिलो श्रृङ्खलामा हेऱ्यौँ कि म को हो भन्ने कुरा, अनि फेरि हामीले बादमा चाल पायौँ कि परमेश्वरले उत्पत्तिदेखि नै हामीलाई अब उहाँको स्वरूपमा इमागो दे है, ग्रिक भाषा ल्याटिन भाषाबाट इमागो दे, उहाँले आफ्नो स्वरूपमा पो मलाई बनाउनु भएको रहेछ भनेर हामीले पहिलो श्रृङ्खलामा हेऱ्यौँ। दोस्रो श्रृङ्खलामा हामीले बुझ्यौँ कि पापले चाहिँ हाम्रो परिचयलाई चाहिँ डिस्टोर विकसित गरेको कारणले गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ शरम आयो, त्यहाँ चाहिँ डर आयो, त्यहाँ मानिसहरू लुक्न थाल्यो, त्यस पछाडि एकअर्कालाई मानिसहरूले चाहिँ घोष्न थाले, दोषारोप गर्न थाले, अनि मान्छेले चाहिँ आफ्नो गल्तीहरूलाई चाहिँ उनीहरूले लुकाउन थाले। अब चाहिँ हामी हेर्नेछौँ कसरी चाहिँ परमेश्वरले पूर्ण स्थापित हाम्रो चिनारीलाई पूर्ण स्थापित गर्नुहुन्छ। हजुरहरूकोमा बाइबल छ भने मसँग दोस्रो कोरिन्थी 5:17देखि 21सम्म तपाईँले खोलेर मसँग तपाईँ पढ्न सक्नुहुन्छ। त्यसै कारण यदि कोही ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो, पुरानो कुरा बितिसकेका छन्, हेर सबै कुराहरू नयाँ भएका छन्, अथवा अब सबै कुराहरू परमेश्वरबाट का हुन्, जसले हामीलाई येशू ख्रिस्ट मार्फत आइपुग्नसम्म मिलाउनु भएको छ र हामीलाई मिलापको सेवा दिनुभएको छ। 19 अर्थ परमेश्वर ख्रिस्टमा संसारलाई आइपुग्नसम्म मिलाप बनाउनु भएको थियो। तिनीहरूको अपराधहरू उनीहरूलाई दोष दिनु भएको थिएन र मिलापको वचन हामीलाई सम्पन्न भएको छ। 20 अब हामी ख्रिस्टका राजदूतहरू हौं, मानव परमेश्वरले हामी मार्फत बिन्ती गर्नु भएको थियो, हामी ख्रिस्टको तर्फबाट तिमीहरूलाई बिन्ती गर्छौं, परमप्रभुसँग मिलाप गर। 21 किनकि उहाँले पाप नचिनेकोलाई हाम्रो लागि पाप बनिनु भयो, ताकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं। आज पावलले यो कुरालाई जोड दिइरहेको छ कि जो पनि ख्रिस्टमा छ, हजुर जो पनि ख्रिस्टमा हुनुहुन्छ त्यो चाहिँ नयाँ सृष्टिहरू हो। अनि यो टेक्स्ट चाहिँ यो स्क्रिप्चर चाहिँ एकदम महत्त्वपूर्ण छ, किनभने पावलले चाहिँ हाम्रो भावनात्मक रेखालाई मात्रै कोरिदिएको छैन, तर उसले चाहिँ सुसमाचारको तर्कलाई पनि उसले प्रस्तुत गरेको छ। अनि मानिसले चाहिँ सुसमाचारको समर्थलाई चाहिँ हामीले तल्लो दर्जामा लगेको छ भने, तर पावलले चाहिँ सुसमाचारको समर्थलाई उसले तर्क दिएर चाहिँ मानिसले सोच यस्तो, तर परमेश्वरले चाहिँ सोच्नुहुन्छ यस्तो भन्ने तर्क चाहिँ पावलले दिएका कुरालाई हामीले पाउन सक्छौँ। पहिलो नम्बरमा हामी हेर्नेछौँ पहिचान आत्मा सुधारले होइन तर क्रुसद्वारा पूर्ण स्थापित हुन्छ। हामीले बुझ्न पर्ने कुरा चाहिँ यहाँ छ कि हाम्रो पूर्ण स्थापित चाहिँ हाम्रो सेल्फ सेन्टर्ड होइन, हामीले आफै गर्न सक्ने कुरा होइन, तर पूर्ण स्थापित चाहिँ क्रुसको पहिचानले गराउँछ, केवल क्रुसको पहिचानले मात्रै गराउँछ। त्यही कारण त पावलले दोस्रो कोरिन्थी 5:17मा लेखेको छ, यदि कोही पनि ख्रिस्टमा छन् भने त्यो नयाँ सृष्टि हुन्छ। केमा छ भने ममा छु भने होइन, म अरू व्यक्तित्वसँग तुलना गर्दैछु भने होइन, म समाजसँग तुलना गर्दैछु भने होइन, तर यदि म चाहिँ ख्रिस्टमा छु भने चाहिँ म नयाँ सृष्टि हुन्छु अनि मेरो पहिचान चाहिँ क्रुसमा अनि ख्रिस्टमा रहन्छ। कुनै मानिसले दिएको लेबलमा होइन, कुनै मानिसले दिएका थोक अथवा विषयवस्तुमा होइन, न त शिक्षामा, न त पैसामा, न त चर्चको गतिविधिहरूमा, न त पारिवारिक नामहरूमा, केवल ख्रिस्टमा मात्रै होला। यो पैसा रुपियाँ धन दौलत यो भौतिक थोकहरू हामीलाई सबै चाहिन्छ, काहीँ पनि चाहिँदैन भनेको छैन, तर चाहिन्छ, तर यी कुराले चाहिँ हामीलाई डिफाइन गर्दैन भन्नु खोजेको। यो कुराले चाहिँ मेरो परिचय को हो भन्ने कुरालाई ल्याउँदैन होला। समाजमा केही नामहरू दिन्छ होला, समाजले तपाईँलाई इज्जत, तपाईँलाई सम्मान सबै थोक दिन्छ होला, पैसा रुपियाँ धन दौलतहरूले, तर खासैमा चाहिँ यी सबै थोकहरू केही हदसम्म काम लाग्छ। जब तपाईँको पैसा, जब तपाईँको धन दौलतहरू सबै सिद्धिएर जान्छ, त्यो खिया पर्छ, त्यतिखेर तपाईँको सम्मान इज्जतहरू सबै समाजबाट जान्छ।
त्यसैले गर्दाखेरि धेरै मानिसहरूले चाहिँ आफ्नो पहिचान यी क्याटेगोरीहरूमा खोजिरहेको छ। तर वास्तविकतामा चाहिँ यी क्याटेगोरीहरूले समाजमा केही हदसम्म हामीलाई दिन्छ होला हाम्रो परिचयहरू, तर खासैमा चाहिँ हाम्रो परिचय चाहिँ हामीले सम्पूर्णतामा चाहिँ हामीले ख्रिस्टमा मात्रै भेटाउन सक्छौँ। मतलब के हो? हाम्रो पुरानो पहिचान, पाप, शरम, अपराधहरू, अस्वीकारिताहरू, टुटेका हरेक कुराहरू चाहिँ यी सबै कुरालाई चाहिँ परमेश्वरले क्रुसमा लगेर चाहिँ हामीलाई पुरानो पहिचान चाहिँ फाँगेर चाहिँ परमेश्वरले त्यो क्रुसमा नयाँ पहिचानलाई इस्टाब्लिस गर्नुभयो, पुनः स्थापित गर्नुभयो। हालेलुया प्रिय हो, पुनः स्थापित गर्नुभएको छ त्यो क्रुसमा। गलाती 3:13 भन्दछ क्रिस्ट हाम्रो लागि चाहिँ श्राप बनिनु भयो। दोस्रो कोरिन्थी 5:21 भन्दछ हामी परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप रहित क्रिस्ट हाम्रो निम्ति पाप बनिनु भयो। हाम्रो निम्ति पाप बनिनु भयो। अनि यो चाहिँ सब्स्टिट्युसन हो, यो चाहिँ प्रतिस्थापना हो, यो रिडेम्पसन, यो चाहिँ साल्भेसन, यो चाहिँ मुक्ति हो। यो हो क्रुस, जसले चाहिँ हामीलाई देखाउँदछ कि उहाँ पाप बनिनु भयो तपाईँ अनि मेरो निम्ति। अर्थ के हो? हाम्रो शरणको दण्ड येशूले बोक्नु भयो। हाम्रो अस्वीकारिताको पेनहरू, त्यो दर्दहरू येशू ख्रिस्टले बोक्नु भयो। हाम्रो अपराधको बोझहरू येशूले बोक्नु भयो। मैले बोके, मेरो समाजले बोक्यो, मेरो मेन्टलले बोक्यो? नो, कसैले पनि बोकेन। तर येशू ख्रिस्टले मेरो अस्वीकारिता, मेरो बोझको दबावहरू, मेरो पीडाहरू चाहिँ येशू ख्रिस्टले बोक्नु भयो। त्यसैले आज क्रुस चाहिँ पहिचान भनेको चाहिँ क्रुसद्वारा मात्रै हामीले पाउन सक्छौँ। तर ख्रिस्टमा चाहिँ हाम्रो पहिचान चाहिँ यस्तो प्रकारले ख्रिस्टले, यस्तो मिठो प्रकारले त्यो पहिचानलाई ख्रिस्टले निर्माण गर्नुभएको छ त्यो क्रुसमा। एउटा प्रश्न नानीहरूलाई सोधेको थिएँ, नानीहरू तिमीलाई चर्च के लाग्छ भनेर मैले सोधेको थिएँ। धेरै जवानहरूले यस्तो पनि भनेको छ, यो मेरो लागि पनि ठुलो एउटा चुनौती अनि ठुलो प्रश्न मेरो लागि पनि यो छ, मैले कस्तो प्रकारले मेरो जवानहरूलाई डोर्याउनु पर्ने भन्ने कुराहरूको लागि मेरो लागि पनि एउटा ठुलो प्रश्न चिन्ह आइरहेको छ। धेरै नानीहरूले यस्तो पनि भनेको छ कि म चर्च जान मलाई अल्छी लाग्छ, चर्चको वचनहरू मलाई रिलेभेन्ट लाग्दैन, म आफैसँग त्यसलाई मिलाउनु सक्दिनँ। अनि अर्को कुरा के भनेको छ भन्दाखेरि चर्चले चाहिँ मलाई न्याय गर्छ। प्रिय, यो प्रश्न तपाईँलाई म छोड्न चाहन्छु, हामी कतिजनाले न्याय गर्दैछौँ? बल्ल बल्ल एक हप्तामा अथवा एक महिनामा, एक वर्षमा हाम्रो विश्वासीहरू कतिजना आउँदैछ भने हामीले कस्तो नाम ट्याग दिएको छ भन्नुहोस् त? हाम्रो विश्वासीहरूले क्रिसमस चाहिँ विश्वासी भनेर नाम दिएको छौँ। हामीले कस्तो नेम ट्याग दिएको छौँ भन्दाखेरि यो प्रोग्राम, यो खानु आएको मण्डली बनाएको छौँ हामीले। अनि कोही पनि बल्ल बल्ल चर्चमा पस्दैछ भने आज घाम कहाँबाट जुल्क्यो भनेको त तिमी पो आउँदै रहेछौ। अनि कोही आउँदैछ भने हामीले मजाले हेर्छौँ। हामीले अस्वीकारता हुँदैछ जवानहरू मण्डलीहरूमा। आज मण्डलीमा जवानहरूले आफ्नो जग्गा देखेको छैन। अनि आज हामी हरेक प्यारेन्ट्सहरू, आमा बुबा, जवानहरू हामीले गुमाइरहेका कुराहरू हामीले देखाइरहेको छौँ। उनीहरूले नि ख्रिस्टलाई चिनेको छैन भनेर गुमाएको होइनौँ हामीले, उनीहरूले ख्रिस्टलाई चिनेको छ। तर आज मण्डली, आज चर्च उनीहरू सँगसँगै हिँड्नु नसकेको कारणले गर्दाखेरि हाम्रो जवानहरू टुटिरहेको कुरालाई हामीले अनुभव गर्न सकिरहेका छौँ। आज ठुलो चेतावनी छ, आज मण्डलीलाई, चर्चलाई ठुलो चेतावनी छ कि हाम्रो परिचय हामीले कस्तो ठाउँमा निर्माण गरिरहेको छौँ। दोस्रो कुरालाई हामी हेर्नेछौँ, क्रुसले चाहिँ सबैभन्दा गहिरो मानिसको प्रश्नको उत्तर अथवा जवाबलाई दिँदछ। म को हुँ, मेरो परिचय के हो भन्ने कुरालाई हामीलाई दिँदछ। म को हुँ? बालकहरूले पनि, नानीहरूले पनि सोद्धछ, टिनेजर्सहरूले पनि सोद्धछ, हरेक एडल्टले, ठुलो भएका व्यक्तिले पनि म को हो, मेरो परिचय के हो भनेर सोद्धछ। काम गर्ने व्यक्तिहरूले पनि सोद्धछ, बुढापाकाहरूले पनि सोद्धछ। अनि संसारले चाहिँ के भन्दैछ भन्दाखेरि जब हामी चर्चले चाहिँ यस्ता कुराहरूलाई हामीले एड्रेस गर्दैनौँ, पहिचानका कुराहरूलाई, लभ, सेक्स, म्यारेजका कुराहरूलाई हामीले एड्रेस गर्दैनौँ, डिसिप्लिनका कुराहरूलाई एड्रेस गर्दैनौँ, काउन्सिलिङका कुराहरूलाई एड्रेस गर्दैनौँ, अनि संसारबाट हामीले त्यो कुराहरू प्राप्त गर्नु जाँदै गर्दाखेरि संसारले के भन्दछ भन्दाखेरि तिमी को भन्दाखेरि तिम्रो काम हो, तिमी को भन्दाखेरि तिम्रो पैसा हो, तिमी को भन्दाखेरि तिम्रो रिलिजन हो,
तिमी को भन्दाखेरि तिम्रो सम्बन्ध, तिम्रो फेलियर, तिम्रो सक्सेस हो भनेर भन्दछ संसारले। तर आज जब हामीले येशू ख्रीष्टको दृष्टिबाट हेर्दछौँ, क्रुसबाट हामीले हेर्दछौँ भन्दाखेरि क्रुसले चाहिँ यसो भन्दछ, तिमी चाहिँ संसारले भने जे हो तिमी त्यो होइन। संसारले जे भन्छ त्यो तिमी होइन, तिमी शरम होइन, तिमी फेलियर होइन, तिमीलाई संसारले दिएको जुन चाहिँ त्यो लेभलहरू छ तिमी त्यो होइन। तर ख्रीष्टले चाहिँ हामीलाई नयाँ आइडेन्टिटी उहाँले हामीलाई दिनुभएको छ, नयाँ परिचय उहाँले दिनुभएको छ। योना 1:12ले यसो गरेर भन्दछ, those who received him became a children of God। जतिजनाले उहाँलाई प्राप्त गरेको छ अथवा उहाँलाई चिनेको छ उनीहरूलाई परमेश्वरले अधिकार दिनुभएको छ उनीहरूलाई नानी हुनका लागि, छोरा छोरी हुनका लागि उहाँले अधिकार दिनुभएको छ। यसको मतलब चाहिँ के भन्दाखेरि हाम्रो परिचय चाहिँ हाम्रो एचिभमेन्ट होइन, हामीले के प्राप्त गर्दैछौँ त्यसमा बेस्ड होइन। संसारले चाहिँ त्यो कुरामा हामीलाई बेस गर्दछ, हामीले के एचिभ गरेका छौँ त्यसमा बेस गर्दछ। तर परमेश्वरले चाहिँ क्रुसले चाहिँ हामीलाई कहाँतिर हाम्रो परिचयलाई गएको छ भन्दाखेरि केवल अनुग्रह। हामीले कुनै कुरा प्राप्त गरेर गर्न सक्दैनौँ, केवल अनुग्रहले मात्र दिदछ। Without the cross, क्रुस बिना हाम्रो रेस्क्यु छैन, क्रुस बिना हाम्रो कुनै कुरा सम्भव छैन। त्यसको मतलब येशू ख्रीष्ट बिना हामीले कुनै धार्मिकता पनि गर्न सक्दैनौँ, केही गर्न सक्दैनौँ हामीले येशू ख्रीष्ट बिना। येशू ख्रीष्ट हाम्रो सुरु अनि हाम्रो अन्त हुनुहुन्छ, हाम्रो विश्वासको सुरु र अन्त उहाँ नै हुनुहुन्छ। उहाँ बाहिर त हामीले अन्ध्यारो डिस्टोर्सनहरू हामीले पाउँदछौँ, तर उहाँ भित्र त हाम्रो पहिचानलाई हामीले निर्माण गर्न सक्छौँ। उहाँ भित्र त उज्यालो छ, हाम्रो प्रश्नको उत्तरहरू छ, हामीले शीतलतालाई अनुभव गर्न सक्छौँ। हामीले भारी बिसाउने ठाउँ चाहिँ त्यो भित्र हो, बाहिर होइन। तेस्रो कुरामा हामी हेर्नेछौँ, क्रुसले चाहिँ जहिले पनि नष्ट, संसारले नष्ट गरेको, तासनास गरेको कुरालाई चाहिँ पूर्ण स्थापित गर्दछ। हामीले आदमको बारेमा हेऱ्यौँ, हवाको बारेमा हेऱ्यौँ, पहिलो श्रृङ्खलामा हामीले हेऱ्यौँ कसरी चाहिँ हवाले त्यो संसारबाट आएको, बाहिरबाट आएको आवाजहरूलाई उसले सुने अनि उसको परिचय चाहिँ त्यो बाहिरबाट आएको आवाजले निर्माण गर्यो। अलरेडी येशू ख्रीष्टले भन्नुभएको थियो यो फलहरू नखाऊ, यस्तो नगर भनेर भन्नुभएको थियो। तर त्यो भित्री आवाजलाई, येशू ख्रीष्ट परमेश्वरले दिनुभएको आवाजलाई उसले छोडेर जब उसले बाहिरबाट आएको आवाजलाई सुने उसले गएर फल खाएका कुरालाई हामीले पाउन सक्छौँ। अनि त्यहाँबाट शरम, पाप सबै कुरा प्रवेश भएको देख्न सक्छौँ। अनि मोसाले पनि भनेको थियो म को हो परमेश्वर, म को हो, मेरो चिनारी के हो भनेर मोसाले पनि भनेको थियो। अनि गिदोनले पनि, परमेश्वरले गिदोनलाई एउटा माइटी वरियर भनेर ठान्नु भएको थियो, तिमी चाहिँ महान योद्धा हो भनेर ठान्नु भएको थियो। तर उसले चाहिँ आफैलाई आफ्नो कुलमा, आफ्नो गोत्रमा चाहिँ उसले सबैभन्दा सानो छु म, सबैभन्दा कमजोर छु भनेर उसले आफैलाई ठानिरहेको थियो। तर परमेश्वरले त उसलाई त महान योद्धा भनेर ठानिरहेको। आज धेरै मानिसहरू पनि मुखटा लगाएर आफ्नो पहिचानलाई लुकाइरहेको छ। धेरैजनाले त्यो उनीहरूले नाटकहरू गरिरहेको छ। आज हामी इसाई पनि त्यसमा यति डरलाग्दो रूपमा हामी फसिसकेका छौँ। मैले भन्थेँ नि पहिला, हामीलाई क्रिस्चियन बनिन हामीलाई आउँछ, हामीलाई आत्मिकी बनिनु आउँछ। हामीले सिकिसकेका छौँ यो कसरी आत्मिकी बनिनु पर्ने, कसरी रुनु पर्ने, कसरी प्रार्थना गर्नुपर्ने। यति साह्रो इसाई जस्तो हामी बोल्न आइसकेका छौँ, इसाई जस्तो हिँड्न आएको छ, हामीलाई इसाई जस्तो कपडा लगाउन आएको छ। तर ती सबै थोक के हो भन्नुहोस् त, मुखट। त्यहाँ भित्रको पहिचान चाहिँ हाम्रो लुकिरहेको छ प्रिय हो। त्यसैले गर्दाखेरि आज हाम्रो पहिचानलाई परमेश्वरले त्यो क्रुसमा निर्माण गरिराख्नु भएको छ। म लगायत हामी सबैजना त्यो नौकामा छौँ हामी। अनि आज हामी त्यो नौकाबाट निस्केर चाहिँ येशू ख्रीष्टलाई हामीले हेर्न आवश्यकता छ। अनि येशू ख्रीष्टले चाहिँ म को हो भन्ने कुरालाई उहाँले देखाउनुहुन्छ एट द क्रस, केवल एट द क्रस। हेर्नुहोस् त, येशू ख्रीष्ट क्रुसमा के हुनुभएको थियो, ही वाज मोक्ड। उहाँलाई त्यो कपडाहरू लछाप्रे बाएर नाङ्गो बनाएको थियो, कुरूपै बनाएको थियो, उहाँलाई अस्वीकार गरेको थियो ती मानिसहरूले। जब आज पाल्म सन्डेमा उहाँ जब त्यो यात्रा गर्दै हुनुहुन्थ्यो यरुसलेमतर्फ, हरेक मानिसले स्वागत गरिरहेको थियो। कपडा लगाएर हुन्छ कि त्यो पात उठाएर हुन्छ कि राखेर हुन्छ, तर बादमा त्यही व्यक्तिहरूले परमेश्वर येशू ख्रीष्टलाई अस्वीकार गरेका छ।
आज यस्तो हुनसक्छ प्रिय हो, आज हामी चर्चमै बस्दा बस्दै पनि येशू ख्रीष्टलाई अस्वीकार गरिरहेको हुनसक्छ होला सायद। आज यो प्रश्न पनि हजुरहरूलाई म छोड्न चाहन्छु। यो एउटा थियोलोजी हो जसले चाहिँ हामीलाई येशू ख्रीष्टले चाहिँ हामीलाई पापबाट क्षमा दिनुभएको छ। उहाँले चाहिँ हाम्रो शरमहरूलाई चाहिँ क्रुसमा लिएर जानुभएको छ। अनि जब पनि हामीले सोच्छौँ अनि ठान्छौँ आफैलाई आई एम नट इनफ, म इनफ छुइनँ भनेर जब पनि हामीले सोच्छौँ भने हाम्रो येशू ख्रीष्ट बिब्लिकली अथवा बाइबल धर्मशास्त्रले हामीलाई के भन्दछ भन्दाखेरि म तिम्रो लागि त क्रुसमा मरेर तिमीलाई परिपूर्ण बनाइसकेको छु। किन तिमीले भन्छौ म इनफ छुइनँ भनेर? जब पनि मानिसले भन्छ म मैलो छु अनि क्रुसले भन्नुहुन्छ म तिम्रो लागि त क्रुसमा मरेर तिम्रो मैलोपना सबै धुएर मैले सफा बनाएको छु। जब पनि हरेक मानिसले भन्छ म अस्वीकारित भइरहेको छु, क्रुसले भन्दछ म तिमीहरूको लागि अस्वीकार भएर क्रुसमा मरेर ताकि तिमीहरू स्वीकारित होस् भनेर म क्रुसमा तिमीहरूको लागि मरिसकेका छु। त्यसैले गर्दाखेरि पूर्ण स्थापना भनेको चाहिँ मरमत मात्रै होइन, तर यसले चाहिँ मिलापका कुराहरूलाई ल्याउँदछ। हामी अलिकति भित्र पसेर हामी कुरा हेर्नेछौँ। दोस्रो कोरिन्थी 5:18देखि 19मा हामीले हेर्नेछौँ कसरी ख्रीष्टले चाहिँ रिकन्साइल गर्नुभएको छ, मिलाप गर्नुभएको छ। खालि भत्किएका चरित्रहरूलाई मात्रै होइन, भावनात्मक कुराहरू मात्रै होइन, ख्रीष्टसँग भत्किएका सम्बन्ध मात्रै होइन, तर ख्रीष्टले चाहिँ कसरी यी सबै कुराहरूलाई चाहिँ क्रुसमा गएर पुरा गर्नुभएको छ। आइडेन्टिटी क्राइसिस चाहिँ साइकोलोजिकल इस्यु मात्रै होइन, तर यो चाहिँ आत्मिक इस्यु पनि हो। आत्मिक तौरमा पनि यो हाम्रो लागि एउटा इस्यु बनेको छ। कसरी चाहिँ परमेश्वरसँग हामी अलग भएका छौँ। अनि जब हामी ख्रीष्टसँग अलग भएपछि हामी जब ऐनामा जान्छौँ हामीले आफैलाई धमिलो देख्न थाल्छौँ। हामी क्लियर हुँदैनौँ, हु एम आई, म को हुँ, मेरो परिचय के हो, मेरो चिनारी के हो। परमेश्वरले चाहिँ उत्पत्तिमा हामीले हेर्यौँ, परमेश्वरले चाहिँ हामीलाई आफ्नै प्रतिबिम्बमा आफ्नै स्वरूपमा उहाँले बनाउनु भएको छ। तर पापले चाहिँ यी सबै कुरालाई डिस्टोर्ट गरेर बतबुङ्ग पारेको छ। क्रुसले चाहिँ हामीलाई कहाँनिर लाँदछ भन्दाखेरि न्याय र दयाको मिलाप गराउँदछ। क्रुसले चाहिँ पवित्र र प्रेमलाई मिलन गराउँदछ, सत्य र अनुग्रहलाई मिलन गराउँदछ, न्याय र क्षमालाई मिलन गराउँदछ। पावलले यसै भन्दछ यदि कोही पनि ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हुन्छ। त्यसको मतलब चाहिँ पुरानो कुरा चाहिँ के हो भन्दाखेरि यु आर फेल, तिमी हारेका छौ, तिमी काम नलाग्ने हो, तिमीलाई यो समाजमा पनि तिम्रो काम छैन, तिमी अछुत हो, तिमी सफा छैनौ, तिमी गरिब छौ, तिमी शर्ममा पार्ने व्यक्ति हो, यु आर अनवर्दी भनेर संसारले हामीले यो पुरानो सेल्फ हामीलाई दिदछ भने ख्रीष्टमा हामी छौँ भने चाहिँ ख्रीष्टले चाहिँ हामीलाई क्षमा दिनुहुन्छ, उहाँले हामीलाई चुन्नुहुन्छ, उहाँले हामीलाई एडप्ट गर्नुहुन्छ, उहाँले हामीलाई रिडिम गर्नुहुन्छ, पूर्ण स्थापित गर्नुहुन्छ, उहाँले हामीलाई आफ्नो परिवारमा हामीलाई एक्सेप्ट गर्नुहुन्छ, हामीलाई बोलाउनुहुन्छ अनि पठाउनुहुन्छ नयाँ सृष्टि गरेर हामीलाई संसारमा हतभुङ्ग भएको संसारमा छरिएको संसारमा हामीलाई पठाएर त्यहाँ स्थापित गर्नका लागि परमेश्वरले पठाउनुहुन्छ। यदि हामी इसाईहरू म आफू जोडमा म खो भन्ने कुरामा बनिन कोसिस गर्दैछौँ भने सायद हामी केही हदसम्म हामीले गर्न सक्छौँ होला, तर हामी फेल भइरहेको हुन्छौँ। There is no condemnation for those who are in Christ. दण्डको योग्य छैन। तर यसको मतलब चाहिँ यो पनि होइन कि कन्भिक्सन होइन भन्ने होइन, तर यसको मतलब चाहिँ फाइनल सेन्टेन्स भनेको चाहिँ सेम होइन, सर्वको कुराहरू होइन, तर ख्रीष्टले चाहिँ हामीलाई रिस्टोर गर्नुहुन्छ। सोच कि यो परिचयको कुरा चाहिँ व्यक्तिगत तौरमा मात्रै हो, पब्लिक लाइफ होइन। तर हामी इसाईहरूको लागि हाम्रो चिनारी भन्ने कुरा चाहिँ बिहाइन्ड द डोर, आउटसाइड द डोर, हामी के छौँ, भित्र बन्द ढोकामा हामी को छौँ अनि बाहिर हामी को छौँ, त्यो महत्त्वपूर्ण कुरा हो। इफिसी 2:10ले यसरी भन्दछ, we are created in Christ Jesus for good work. हामी चाहिँ येशू ख्रीष्टमा हामी सृष्टि गरिएका असल कामका लागि हामी सृष्टि गरिएका व्यक्तिहरू हौँ।
अब हाम्रो क्रिस्चियन वर्कर्सले सोसाइटीमा चाहिँ हामी बस्दैनौँ भन्ने कुराहरू होइन। हामी सोसाइटीमा समाजमा बसेपछि हाम्रो योगदानहरू पूर्णतामा हामी हुनुपर्छ। त्यसै कारण कसैले यसो भनेको थियो, प्रिय हो, इसाईहरू चाहिँ स्वर्गको लागि चाहिँ एकदमै महत्त्व छ अरे ल। इसाईहरू चाहिँ स्वर्गको लागि चाहिँ यति महत्त्व छ अरे, एकदम मूल्यवान छ अरे, तर संसारको लागि चाहिँ काम नलाग्ने व्यक्ति अरे। Christians are worth for heaven but worthless for earth है। किन भन्नुहोस् त, हामीले खालि आत्मा आत्मा आत्मिकी कुरा है, यति साह्रो आत्मिकी कुराहरू हामीले गर्छौँ। अनि मैले त यस्तो मान्छे पनि देखेको छु, बिमार भएर एकदम ग्रसित भइसक्यो ओछ्यानमा, म त प्रार्थना गरेर चङ्गाइ हुन्छु। यति साह्रो हामी आत्मिकी बनेका छौँ। त्यसै कारणले गर्दाखेरि संसारदेखि हामी टाढा भएका छौँ। त्यसै कारण हाम्रो चिनारी चाहिँ येशू ख्रीष्टमा पनि निर्माण, साथै समाजमा पनि हाम्रो निर्माण हुन आवश्यकता छ। हामी इसाईहरू चाहिँ तालीको भरमा हामी बस्दैनौँ। मलाई सबैले ताली बजायो म खतरा भयो त होइन, त्यसमा बस्दैनौँ हामी। अनि इसाईहरू एकअर्कासँग तुलना गरेर पनि बस्दैन। को आत्मिकी, तँ आत्मिकी, तँभन्दा आत्मिकी म, तँभन्दा खतरा बाइबल म पढ्छु, तँभन्दा डरलाग्दो प्रार्थना म गर्छु, होइन। हामी तुलनामा चाहिँ हामी बस्दैनौँ। हामी कसैको कन्ट्रोलमा बस्दैनौँ। हामी प्राइड, हाम्रो घमण्डमा हामी बस्दैनौँ। तर क्रिस्चियन जीवन चाहिँ वास्तविक तौरमा ख्रीष्ट येशूमा निर्माण भएको हुनाले गर्दाखेरि हामी नम्रपूर्वक येशू ख्रीष्ट सँगसँगै हामी समाजमा पनि नुन र ज्योति बनिँदै हामी हिँड्न आवश्यकता छ। आज तपाईँले सोध्नुपर्ने प्रश्न यो, what happens when identity is restored? जब हाम्रो परिचय चाहिँ पूर्ण स्थापित हुन्छ भने चाहिँ हामी नयाँ सृष्टि बनिन्छौँ। हामी येशू ख्रीष्टसँग हामी मिलाप गर्छौँ अनि अरू मानिसहरूलाई हामी एक्सप्लोइट गर्दैनौँ। अरू मानिसहरूलाई हामी नराम्रो तुलना गर्दैनौँ। हामी एरोगेन्ट बनिँदैनौँ। हामी नराम्रो विचारले अरू मानिसलाई हेर्दैनौँ। मेरो आफ्नो मित्रलाई मैले नराम्रो नजरले हेर्दिनँ, म नराम्रो दृष्टिकोणले हेर्दिनँ। केवल येशू ख्रीष्टमा जस्टिस, न्याय, डिग्निटी र ट्रुथ, सत्यतामा म खडा हुन्छु। त्यसैले गर्दाखेरि हाम्रो परिचय चाहिँ आत्मिकी साथसाथैमा हाम्रो सोसली पनि हामी इन्भल्भ हुनु आवश्यकता छ। म अन्तिम कुरा भनेर म बन्द गर्न चाहन्छु। हामीले यो खण्डबाट हामीले पढ्यौँ कि जो पनि येशू ख्रीष्टमा छ त्यो नयाँ सृष्टि भएका छ। अनि जो पनि आज तपाईँ अनि मैले सोध्नुपर्ने प्रश्न चाहिँ अन्तिममा आएर के हो भन्दाखेरि म को हो होइन, तर म कसको हुँ। सुसमाचारले चाहिँ यो कुरामा दोहोऱ्याउँदछ। म कसको हो भनेर सुसमाचारले कहाँ दोहोऱ्याउँदछ? क्रुसतिर, येशू ख्रीष्टतिर दोहोऱ्याउँदछ। म एबन्डन होला, मलाई समाजले हेला गरेको होला, म पीडित होला, मलाई दोषारोप गरेको होला समाजले, मलाई आफ्नै मण्डलीले पनि हेला गरेको होला, हेलित भएर म टाढो बसेको छु होला, डरले, शरमले, लाजले, समाजले दिएको ट्याग र लेबलले म टाढो बसेको छु होला। तर सुसमाचारले, ख्रीष्टले चाहिँ तपाईँ अनि मलाई चाहिँ भत्किएका पुरानो जीवनलाई होइन, तर परमेश्वरले पुरा नयाँ जीवनमा उहाँले स्थापित गर्नुहुन्छ। पहिलो पत्रुस 2:9 हामी खोलेर पढ्नेछौँ। तर तिमीहरू चाहिँ चुनिएका वंश र तिमी र म चाहिँ निजी प्रजा, तपाईँ र म चाहिँ निजी प्रजा, ख्रीष्टको निजी प्रजाहरू हौँ। हामी अरूले दिएका कुराहरू होइन, तर येशू ख्रीष्टले त हामीलाई निजी प्रजा, प्रिस्टहुड, अ होली नेसन, गॉड्स ओन पोजेसन भनेको छ। हामीलाई निजी प्रजाहरू हौँ। नट बिकज वी डिजर्भ इट, प्लिज याद गर्नुहोस् यो, हामीले डिजर्भ गर्छौँ भनेर होइन, हामीले सायद म योग्यको छु भनेर होइन, यो कुरा हामीले याद गर्नुपर्छ। केवल येशू ख्रीष्टको क्रुसले गर्दाखेरि मात्रै हामीले यो प्राप्त गरिरहेका छौँ, उहाँको अनुग्रह र उहाँको कृपा। अरू केही पनि छैन प्रिय। हामी केही कुरामा घमण्ड नगरौँ, केही कुरामा घमण्ड नगरौँ प्रिय। त्यसैले गर्दाखेरि जब हामी निजी प्रजा हुन्छौँ, हामीले परमेश्वर येशू ख्रीष्टमा नयाँ आइडेन्टिटीलाई, नयाँ पहिचानलाई हामीले निर्माण गर्छौँ भने त्यहाँ चाहिँ अबदेखि उसो हामीले पाप गर्नु भएन। सिन नो लङ्गर, पाप नगर्नुहोस्, संसारसँग नभाग्नुहोस्, तर संसारमा बसेर ख्रीष्टको चरित्रलाई निर्माण गर्दै अगाडि बढ्नु। तपाईँ र म ख्रीष्टमा आउने, तपाईँ र मेरो परिचय ख्रीष्टमा हुन्छ। हाम्रो रिजेक्ट
हाम्रो लेबलहरू दिएका कुराहरूमा होइन, तर ख्रिस्टमा हाम्रो स्वीकारिता ख्रिस्टमा हुन्छ। तपाईँ र मेरो पास, तपाईँ र मेरो प्रेजेन्ट, तपाईँ र मेरो आउने भविष्यहरू होइन। अहिले हामी कस्तो जीवन ख्रिस्टमा जिइरहेका छौँ, अहिले हामी मण्डलीसँग कस्तो प्रकारले चरित्रमा हामी निर्माण भइरहेका छौँ, त्यो कुराले आज हामी हरेकलाई निर्माण गर्दछ। त्यसैले गर्दाखेरि तपाईँ र मेरो पहिचान चाहिँ ख्रिस्टमा हामीले पाउँछौँ। ख्रिस्ट बाहिर हाम्रो पहिचान चाहिँ डिस्टोर्ट हुन्छ, भत्तभुङ्ग टेरामेरा म्यानिपुलेट भएर अर्कै अस्तित्वलाई हामीलाई लाग्दछ। त्यसैले गर्दाखेरि आमा बुबा प्रियहरू, तपाईँले याद गर्नुपर्ने कुरा के भन्दाखेरि तपाईँको नानीहरूले परिचय कहाँबाट खोजिरहेको छ, उनीहरूले काउन्सिलिङ कहाँबाट खोजिरहेको छ। संसारबाट डरलाग्दो कुराहरू आउँछ त्यस पछाडि, तर जब तपाईँ र मैले हाम्रो नानीहरूको पहिचानलाई हामीले निर्माण गर्न थाल्छौँ, तिमी को हो, तिमी के हो, ख्रिस्टले तिमीलाई के भन्छ, क्रुसले तिमीलाई के भन्छ, कहाँ डोर्छ, त्यो कुराले आज हामीलाई निर्माण। आउनुहोस् हामी सबैजना खडा भएर हामी अन्तिम प्रार्थना